केबल कारमा बसेर जाँदै गरेको भिडियो है सानो घर ठिक भएछ मोबाइल बनाएर ल्यायो त्यस्तै त छ कालो सालभरि अब एउटा मोबाइल त बनाएर ल्यायो बनाएर यो माथिबाट आउने त खाली रहेछ ल एकजना मात्रै बहिनी पो रहेछ बाबुले ल गाडी पनि राम्रै चल्दो रहेछ बाटो 2 घण्टामा पुऱ्याउँछ अरे 300 रुपियाँ अरे गाडीमा माथि जानु 300 आउँदा 300 ए अहिले बढेछ क्या 2350 हो कति दियो आज तपाईहरुलाई तीनजना कहाँबाट ए हजुरहरु कतिले हामी त उता काठमाडौँबाट टोटल आको हैन अहिले टिकट काट्नु हैन त्यहीबाट डाइरेक्ट हो टोटल अनलाइनमा हान्नु भयो हैन कन्ट्रोलमै गएर 38 हो हामी कति जना 1900 केवल कार तपाईहरु यहाँ केबल कारको मात्रै 2300 भनेको 3 जनाको कति छ 800 अलिक परेन मैले भनेको थिएँ तपाईलाई हो 700 गफै छ भने थियो हो रहेछ ठिकै हो 700 अलिकति ज्यादा 735 त्यसमा अलिकति काठमाडौँदेखि आइसक्नु भएको तपाईहरु हजुर कति छिटो आइयो ढिलो ल्यायो नि हजुर हजुर गाडी पुरा बाटो खराब रहेछ बनाउँदै रहेछ बाटो खराब हुन्छ 1200 जति यो चाहिँ के झरेको ट्रली सामान बोक्ने होला बोका बोकाहरू सामानहरू तपाईँ त यहीँको हो तपाईँहरूलाई त कति लाग्दैन है कार्ड भयो कति लाग्छ 135 कार्ड देखाएर त्यो हालेको थिएँ मैले बिर्सेर आएँ स्याउरो सेन्टर छोडिदिनु थियो छोडिदिनु तँले हालेको झोला हालेको के हाल्यो अड्केको चिउ हुन्छ हौ लाइनको जेन्टर चलाइहाल्छ नि कस्तो चिउ हुन्छ रति पनि खेलेको जस्तो हुँदो रहेछ चिउ राम 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 गरिदिनु भयो फर्स्टचोटि अघि है सिसा झ्याल हुँदैन माथि त हुँदैन कस्तो सालको घर त्यो माथि पनि अड्किरहेको छ सबै अघि सबै त अड्किन्छ कस्तै अन्तर है जहाँ भेट्यो बत्ती अब जेनेरेटर चालु गर्छ गऱ्यो खै तल जान्छ तल गएर ओह्रालो गएको जस्तो लाग्दैछ पुई त यस्तो हुँदा त भगवान लु भयो यसरी हल्यो नि मरिने रहेछ ल मुटु हुनु त केही हुँदैन तर मुटु के एकदम कस्तो हुँदो रहेछ राम 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 लिरीको माथिको पनि हल्लिरहेको छ जाँदैछ
आयो जान्दैछ उनले त खेल गर्नु हुँदा हिँडेर जान्छ नि अलिअलि डरै हिँडेर चाहिँ लाग्छ कति एक डेढ घन्टा पुग्छ हाम्रो गाउँमा मुक्रिन भएर आउने हो होइन ठिकै अर्किराख्यो भने त सही नै हो त हल्ले भने चाहिँ नहुने रहेछ कि यस्तो बाफ्रे भरे आउँदाखेरि पो च्यु हुन्छ होला हरिओम हरिओम लक्ष्मी माथिबाट शीतल मलाई घारी रहेछ मलाई सक्यो फले गर्मी छ अमराघारी भइहाल्छ त्यही हो बाटो त्यहाँ डाँडा त्यस्तो बाटो भनेको छ एक कहाँ आउँदै आएको छैन नि ऊ अझै फेरि अप होला ऊ माथि अझै एउटा डाँडा छ झर्ना झर्ना पुग्छ कस्तो मजाको घरहरू हेर्नु त है सानो 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 कति मजाको ढुङ्गाको छ छोटो 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 खालके हाइट गोराहरू चाहिँ यो घरतिर ल्यायो भने ठोकिन्छ होला फरेनरहरू चाहिँ मधेसी ग्रुप हो कति हाम्रो बसेको गाडीमा पनि 3 जना आएको उनीहरूले गर्दा ढिलो भएको अरे आज बिहान भन्थ्यो कि अब उनीहरूलाई फलाना जग्गामा निक्ल भनेर भन्यो त्यो जम्बु हाइसले उठाउँदै ल्याउँछ